नमस्कार साथीहरू, टी20 वर्ल्ड कप 2026 को लागि नेपाल क्रिकेट टिमको स्क्वाड घोषणा भइसकेको छ। यो पब्लिस भएको स्क्वाडले धेरैजना फ्यानहरूलाई खुसी बनाएको छ। धेरैजना फ्यानहरू सरप्राइज हुनुहुन्छ भने धेरै फ्यानहरू बीच डिबेट पनि चलिरहेको छ। आजको यो भिडियोमा नेपालको फाइनल भएको स्क्वाडको कम्प्लिट ब्रेकडाउन गर्नेछौँ। माई प्रेडिक्सन्स भर्सेस एक्चुअल स्क्वाडको बारेमा पनि डिस्कसन गर्नेछौँ। मैले लगभग 20-25 दिन अगाडि आफ्नो 15 स्क्वाड पनि प्रिडिक्ट गरेको थिएँ। कतिको मिल्यो कतिको मिलेन त्यसको बारेमा पनि हामी चर्चा गर्नेछौँ। त्यसपश्चात बिग ओमिसन्स र सरप्राइज इन्क्लुजनको बारेमा पनि कुरा गर्नेछौँ। कुन प्लेयरको लागि यो टुर्नामेन्ट डु अर डाई हुनसक्छ त्यसको बारेमा पनि हामी डिटेलमा कुरा गर्नेछौँ। अनि अन्त्यमा नेपालको रियलिस्टिक चान्सेस यो 2026 को विश्वकपमा हामी नेपाल क्रिकेट टिम यो फाइनल भएको स्क्वाडबाट के एक्सपेक्टेसन राख्न सक्छौँ त्यसको बारेमा पनि डिटेलमा चर्चा गर्नेछौँ। सबै कुरा यो भिडियोमा हामी डिटेलसँगले कुरा गर्नेछौँ, डिटेलमा बुझ्नेछौँ। त्यही कारणले गर्दाखेरि भिडियो अन्त्यसम्म हेरिदिनु होला। सर्वप्रथम यो फाइनल भएको स्क्वाडको बारेमा कुरा गरौँ। एकपटक राम्रोसँग यो स्क्वाडलाई हेरौँ। कप्तानमा रोहित कुमार पौडेल रहेका छन्। भाइस क्याप्टेनमा दिपेन्द्र सिंह ऐरी रहेका छन्। यो त हामीलाई थाहा भएकै कुरा हो। त्यसपश्चात सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन कुमार झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम फाइनल स्क्वाडमा सिलेक्ट हुन सफल भएका छन्। सर्वप्रथम त कङ्ग्रेचुलेसन यो सबैजना खेलाडीहरूलाई। सबैजना खेलाडीहरू जो टिममा परे पनि नपरे पनि क्षमतावान खेलाडीहरू रहेका छन् हाम्रो नेपाल क्रिकेट टिममा। केही खेलाडीहरू स्क्वाडमा अटाएका छन्, केही खेलाडीहरू बाहिरिएका छन्। तर वर्ल्ड कप स्क्वाडमा नहुने बित्तिकै ती खेलाडीहरू खेल्नै नजान्ने भन्ने त होइन नि त। यो पटक सायद उनीहरूको राम्रो फर्म थिएन होला, अर्को पटक पक्कै पनि टिममा आउनेछन्। त्यही कारणले गर्दाखेरि पनि हामी यो खेलाडी पर्यो यो खेलाडी परेन भनेर त्यति धेरै इस्यु बनाउन चाहिँ आवश्यकता छैन। हामीले हाम्रो जो परे पनि हाम्रो नेपाललाई रिप्रेजेन्ट गर्ने खेलाडीहरू विश्वकपमा जाँदैछन् ती खेलाडीहरूलाई सपोर्ट गर्नुपर्नेछ। त्यही पनि एकपटक हामी क्रिटिकल्ली पनि र टेक्निकल्ली पनि यो स्क्वाडको एनालाइसिस पनि गर्नेछौँ। अब सिधै म मेन पोइन्टमा आउँछु है त। मैले केही दिन अगाडि मेरो प्रिडिक्सन्स अनुसार 15 स्क्वाडमा को पर्लान् भनेर एउटा प्रिडिक्सन भिडियो हालेको थिएँ र त्यो 15 जना मध्ये 12 जना फाइनल स्क्वाडमा पनि रहन सफल भएका छन्। लगभग हामीले इस्टिमेट त गर्न सक्थ्यौँ, किनभने धेरै फेरबदल हुन्छ भन्ने हामीले आकलन त पहिलादेखि नै गरेका थिएनौँ र त्यही भयो। मैले प्रिडिक्ट गरेका 12 जना खेलाडीहरू फाइनल स्क्वाडमा पनि अटाएका छन् भने 3 जना खेलाडीहरू जुन मैले प्रिडिक्ट गरेका थिएँ ती खेलाडीहरू फाइनल स्क्वाडमा छैनन्। मैले प्रिडिक्ट गरेको खेलाडीहरूमा विनोद भण्डारी, कुशल मल्ल र अविनाश बोहरा फाइनल स्क्वाडमा अटाउन सफल भएनन् भने तिनीहरूको ठाउँमा लोकेश बम, आरिफ शेख र शेर मल्ल अहिले फाइनल स्क्वाडमा इन्क्लुजन भएको छ। विनोद भण्डारी र अविनाश बोहरा मैले मेरो स्क्वाडमा राख्नुको कारण चाहिँ एनपिएलमा गरेको उत्कृष्ट प्रदर्शन थियो। एनपिएलमा विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको सेकेन्ड मोस्ट हाइएस्ट रन गेटर बन्न सफल भएका थिए एनपिएलमा भने अविनाश बोहरा पनि टप विकेट टेकरको लिस्टमा सन्दीप लामिछाने, शेर मल्लसँग बराबरी गरेका थिए। त्यही कारणले गर्दाखेरि एनपिएलको उत्कृष्ट लय हेरेर मैले उनीहरूलाई आफ्नो स्क्वाडमा राखेको थिएँ। त्यसपश्चात अर्को एउटा नाम कुशल मल्ल। कुशल मल्ल निकै लामो समयदेखि नेपाली क्रिकेट टिमलाई सर्भ गरिरहेका खेलाडी र नेपालको सबैभन्दा बेस्ट हिटिङ एबिलिटी भएको ब्याट्सम्यान भनेर भन्दा पनि फरक नपर्ला। त्यही कारणले गर्दाखेरि मैले कुशल मल्ललाई आफ्नो स्क्वाडमा राखेको थिएँ। अनि थप कुशल मल्ल बलर पनि हुन्, लेफ्ट ह्यान्डेड बलर पनि हुन् र उनले बलिङ मार्फत पनि कन्ट्रिब्युट गर्न सक्छन्। लङ हिटिङ एबिलिटिज बलिङमा थप भेराइटिज प्रोभाइड गर्ने भएको कारणले गर्दा मैले आफ्नो स्क्वाडमा कुशल मल्ललाई एड गरेको थिएँ। तर कुशल मल्ल यो पटकको वर्ल्ड कपमा समावेश हुन सकेनन्। त्यो धेरै सरप्राइजिङ पनि थिएन, किनभने उनी राम्रो टचमा थिएनन्। त्यो हामीले एक्सपेक्ट गर्न सक्छौँ र धेरै त्यस्तो सरप्राइज मान्नुपर्ने पनि छैन। अब कुशल मल्लले झन् धेरै मेहनत गर्न आवश्यकता छ। धेरै मेहनत गरेर आफ्नो पुरानो लय फर्काउन आवश्यकता छ। जुन निडर हामीले कुशल मल्ल देख्ने गर्थ्यौँ अहिले त्यो कुशल मल्ल हामीले हराएको पाइरहेको छौँ। कुशल मल्ल अब
अझै धेरै मेहनत गरेर कमब्याक गर्न आवश्यकता छ। यो नै अन्तिम विश्वकप होइन, अर्को विश्वकपमा हामी पक्कै पनि कुशल मल्ल पनि टिममा रहेको हेर्न पाउँछौँ भन्ने आशा गरेका छौँ। अब फेरि चर्चा गरौँ विनोद भण्डारी र अविनाश बोहराको। मैले मेरो स्क्वाडमा त एनपिएलको पर्फर्मेन्सको कारणले गर्दा हालेको थिएँ, तर म्यानेजमेन्टले एनपिएलमा राम्रो पर्फर्मेन्स गर्दा गर्दै किन स्क्वाडमा अटाएन त विनोद भण्डारी र अविनाश बोहरालाई? सायद हुनसक्छ उनीहरू इन्टरनेसनल क्रिकेटबाट निकै लामो समयदेखि बाहिर छन्, त्यो कारणले गर्दा हुनसक्छ। टी20 वर्ल्ड कप जस्तो एउटा ग्रान्ड स्टेजमा टिम खेल्न जाँदैछ र इन्टरनेसनल एक्सपोजर कम भएको खेलाडीलाई सायद लान नचाहेको हुनुपर्छ, त्यही कारण हुनुपर्छ। नभए एनपिएलको आधारमा हो भने त विनोद भण्डारी र अविनाश बोहरालाई टिममा हाल्नै पर्ने थियो। त्यही कारणले मैले मेरो स्क्वाडमा राखेको थिएँ, तर म्यानेजमेन्टले एनपिएलको पर्फर्मेन्स भन्दा पनि इन्टरनेसनल एक्सपोजरलाई धेरै ध्यान दिएको हामीले बुझ्न सक्छौँ। र म्यानेजमेन्टको यो डिसिजन तपाईँहरूलाई कस्तो लाग्यो? अविनाश बोहरा, विनोद भण्डारी लेफ्ट आउट भएका छन्, यो डिसिजन तपाईँहरूलाई कस्तो लाग्यो? सम्पूर्ण साथीहरूले कमेन्ट गरिदिनु होला। मैले प्रिडिक्ट गरेको स्क्वाडमा अर्को छुटेको नाम थियो शेर मल्ल। शेर मल्ललाई छुटाउँदा चाहिँ मलाई पनि कता कता दुःख लागेको थियो। मैले शेर मल्ललाई उनले खराब खेले, यो प्लेयरले डिजर्भ गर्दैन भनेर मेरो प्रिडिक्ट गरेको स्क्वाडमा नराखेको भने चाहिँ पक्कै पनि होइन। मैले चाहिँ उनलाई अहिलेसम्म इन्टरनेसनल क्रिकेटमा डेब्यू नगरेको सिनियरको तर्फबाट, त्यो कारणले गर्दाखेरि एउटा टी20 वर्ल्ड कप जस्तो ग्रान्ड स्टेजमा इन्टरनेसनल गेम नखेलेको खेलाडीलाई कता कता म्यानेजमेन्टले लग्दैन कि भन्ने मेरो आकलन थियो, मेरो व्यक्तिगत विचार थियो। तर त्यसको विपरीत म्यानेजमेन्टले एउटा ठुलो रिस्क लिएको छ। फ्युचरको बारेमा सोचेको छ भन्दा फरक नपर्ला। एउटा फियरलेस डिसिजन लिएको छ क्यानले, फियरलेस डिसिजन लिएको छ म्यानेजमेन्टले। यो डिसिजन चाहिँ तारिफ योग्य छ क्यानको। शेर मल्ल क्षमता भएको खेलाडी, चान्स दिनुपर्ने हुन्थ्यो। नयाँ खेलाडी भएको कारणले गर्दाखेरि कता कता चान्स पाउँदैनन् कि भन्ने लागेको थियो, तर यो एकदमै समान योग्य डिसिजन म्यानेजमेन्टको। यसमा चाहिँ म हृदयदेखि नै एकदमै खुसी लागेको छ। शेर मल्ल इन्क्लुड भए धेरै खुसी लागेको छ। शेर मल्लको इन्क्लुजन तपाईँहरूलाई कस्तो लाग्यो? सम्पूर्ण साथीहरूले फेरि पनि आफ्नो विचारहरू कमेन्टमा राखिदिनु होला। त्यसपश्चात मेरो स्क्वाडमा नभएको नाम भनेको आरिफ शेख र लोकेश बम। आरिफ शेख र लोकेश बमलाई हामीले टी20 इन्टरनेसनल क्रिकेटमा पनि देखिरहेको अनुहार हो, त्यस्तो धेरै चर्चा गर्न आवश्यकता पनि छैन। आरिफ शेख एउटा इनिङलाई बिल्डअप गर्ने सक्ने खेलाडी, क्षमता भएको खेलाडी, अलिकति स्लो खेल्ने गर्छन्, तर यदि टिम अप्ठ्यारोमा छ भने चाहिँ उनले टिमलाई बचाउन सक्छन्। त्यो एबिलिटी एकदमै राम्रो छ आरिफ शेखको। र लोकेश बम हार्ड हिटिङ एबिलिटिज भएका खेलाडी, राम्रो टचमा छैनन्, त्यो कारणले गर्दाखेरि मैले उनलाई आफ्नो स्क्वाडमा राखेको थिइनँ। तर लोकेश बम यो पटक म्यानेजमेन्टले उनलाई लेफ्ट आउट गर्न चाहेन र राम्रो अवसर छ लोकेश बमको लागि। यो पटक उनले यो अपर्च्युनिटीलाई चाहिँ राम्रोसँग सदुपयोग गर्न आवश्यकता छ। बासिर अहमदलाई स्क्वाडमा इन्क्लुड गर्नु चाहिँ मलाई एकदमै धेरै राम्रो डिसिजन लागेको छ। एउटा मास्टर स्ट्रोक लागेको छ क्यानको अथवा म्यानेजमेन्टको। किनभने बासिर अहमदसँग टिमलाई ब्यालेन्स बनाउन सक्ने एबिलिटी छ। चाहे बलिङ होस् चाहे ब्याटिङ होस्, उनले बलिङबाट ब्याटिङबाट दुवैबाट कन्ट्रिब्युट गर्न सक्ने खेलाडी। बासिर अहमदको यो स्क्वाडमा इन्क्लुजनले चाहिँ नेपाल क्रिकेट टिमको एउटा मिसिङ ब्यालेन्सलाई ब्यालेन्स गरेको छ भन्दा पनि फरक नपर्ला। बासिर अहमदको इन्क्लुजन तपाईँहरूलाई कस्तो लाग्यो? लोकेश बम र सन्दीप जोहरा। लोकेश बम, सन्दीप जोहरा दुवैजना एनपिएलमा त्यस्तो खास पर्फर्मेन्स दिन सकेनन्। सन्दीप जोहराले पनि त्यस्तो राम्रो खेल्न सकेनन्। पहिलो म्याचमा राम्रो नक आएको थियो सन्दीप जोहराको ब्याटबाट, तर त्यस पश्चात अरू म्याचहरूमा त्यस्तो सेटिस्फ्याक्टोरी पर्फर्मेन्स गर्न सकेनन् एनपिएलमा। एनपिएलको कुरा गरिरहेको छु। त्यस पश्चात लोकेश बमले पनि पहिलो केही खेलहरूमा राम्रो प्रदर्शन गरे पनि पछिको खेलमा त्यस्तो आशालाग्दो, त्यस्तो विश्वासिलो पर्फर्मेन्स दिन सकेका थिएनन्। त्यो कारणले गर्दाखेरि यो वर्ल्ड कप लोकेश बम, सन्दीप जोहराको लागि डु अर डाई हुनसक्छ। यो वर्ल्ड कपमा उनीहरूले पर्फर्म गर्न आवश्यकता छ। यदि यो वर्ल्ड कपमा पनि उनीहरूको ब्याटबाट रन बनेन भने चाहिँ नेपाली फ्यान, नेपाली क्रिकेट म्यानेजमेन्ट दुवैले यी दुई खेलाडीहरूलाई बिर्सन सक्छ। चान्स पाएको छ, यसलाई भरपुर सदुपयोग गर्नुपर्ने हुन्छ, भरपुर फाइदा उठाउनु पर्ने हुन्छ सन्दीप जोहरा र लोकेश बमले। ओभरअल स्क्वाड हेर्दाखेरि ब्यालेन्स छ स्क्वाड, युथ प्लस एक्सपिरियन्स टिमको एउटा मिश्रण भएको टिम छ। फ्युचर
ओरिएन्टेड छ, फ्युचर फोकस सेलेक्सन भएको छ। त्यो कारणले गर्दाखेरि मेरो ओभरअल रेटिङ चाहिँ 8 आउट अफ 10 मैले रेट गरेको छु यो स्क्वाडलाई। तपाईहरू आफ्नो रेटिङ पनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। मैले लगभग चर्चा गर्नुपर्ने नामहरू त चर्चा गरिसके जस्तो लाग्छ। अन्य अरू खेलाडीको नामहरू त्यस्तो धेरै लिन आवश्यकता छ जस्तो लाग्दैन, किनभने उनीहरू क्लियर कट तरिकाले नै स्क्वाडमा पर्ने खेलाडीहरू नै थिए। लामो समयदेखि नेपाली क्रिकेट टिमलाई सर्भ गर्दै आएका खेलाडीहरू हुन् अन्य खेलाडीहरू। त्यो कारणले गर्दाखेरि मैले धेरै ती खेलाडीहरूको बारेमा डिस्कस गर्न चाहिनँ। सबैजना खेलाडीहरूले यो वर्ल्ड कपमा एकजुट भएर प्रदर्शन गर्न आवश्यकता छ। हामीले अझै बिर्सेका छैनौँ त्यो साउथ अफ्रिकासँग 1 रनको हार। त्यस्तो खालको सिचुएसनलाई चाहिँ अलिकति टेक्निकल्ली र काम कम्पोज भएर ह्यान्डल गर्न आवश्यकता छ। यदि नेपाली क्रिकेट टिम यो स्क्वाडले चाहिँ आफ्नो फुल पोटेन्सियलमा ब्याटिङ, बलिङ र फिल्डिङ गर्छ भने चाहिँ पक्कै पनि यो वर्ल्ड कपमा हामीले फुल मेम्बर टिमलाई हराउनेछौँ। यो पटक ती 3वटा फुल मेम्बरसँग हामीले ग्रुपमा खेल्नेछौँ, इङ्ल्यान्ड, वेस्ट इन्डिज र बङ्गलादेश। पहिला झन्डै साउथ अफ्रिकालाई हराइएको थियो, यो पटक झन्डै होइन हराउनै पर्छ। इङ्ल्यान्ड, बङ्गलादेश, वेस्ट इन्डिज मध्ये कुनै 2लाई अथवा सबै टिमलाई हामी हराउने प्रयत्न गर्नुपर्छ। क्रिकेट ऱ्याङ्किङले खेल्ने होइन, पर्टिकुलर डेमा कुन टिमले राम्रो खेल्छ त्यो टिमले बाजी मार्नेछ। आफ्नो बेस्ट दिएर खेल्नुपर्ने हुन्छ। पक्कै पनि यो पटक हामीले पहिलोचोटि विश्वकपमा फुल मेम्बरलाई हराउनेछौँ भन्ने हामी फ्यानहरू विश्वस्त छौँ। अब नेपाली क्रिकेट टिम यो स्क्वाडले प्रुभ गरेर देखाउनुपर्छ। हामी लुजर्स होइन, हामी पार्टिसिपेट मात्र गर्न गएको होइनौँ, हामी कम्पिटिसन दिन कम्पिटेटर भएर गएका हौँ, अन्ली पार्टिसिपेसनको लागि मात्र गएको होइन भनेर एउटा इक्जाम्पल सेट गर्न आवश्यकता छ। एटलिस्ट यो पटकको वर्ल्ड कपमा हामीले टार्गेट क्वार्टर फाइनलसम्मको राखेर वर्ल्ड कपमा उत्रिन आवश्यकता छ। हामी फ्यानहरू तयार छौँ। अब क्रिकेट टिमहरू पनि तयार भएर टफ मेन्टालिटीको साथ ग्राउन्डमा उत्रिन आवश्यकता छ। अग्रिममा नै शुभकामना छ नेपाली क्रिकेट टिमलाई। तपाईहरूलाई आजको यो भिडियो कस्तो लाग्यो सम्पूर्ण साथीहरूले कमेन्ट गर्नुहोला। यो स्क्वाड कस्तो लाग्यो? विनोद भण्डारी र अविनाश बोहरा टिममा अटाउन सकेनन्। उनीहरू हुँदा ठिक थियो कि नहुँदा ठिक छ, उनीहरू लेफ्ट आउट भएको ठिक छ कि हुनै पर्थ्यो, त्यो पनि आफ्नो विचारहरू राख्नुहोला। र शेर मल्ल टिममा फर्किएका छन्, टिममा अटाएका छन्, टिममा सेलेक्ट भएका छन्। तपाईहरूलाई शेर मल्लको इन्क्लुजन्सले कत्तिको उत्साहित बनाएको छ त्यो पनि कमेन्ट गर्नुहोला। फेरि पनि हामी अर्को भिडियोमा भेट्ने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते, बाई बाई।